हजुरहरू यदि नयाँ साथीहरूले चाहिँ यो कपीमा नाम टिपाउनु भएको छैन भने चाहिँ प्लिज नयाँ हुनुहुन्छ भने प्लिज यो कपीमा नाम टिपाइदिनु न म अनुरोध गर्दछु। र अब आजको गाइजहरू म चाहिँ हिँडिरहेको छु माई आउटफिट के अहिले चाहिँ म एक्लै नै छु। आई थिङ्क सबैजना अघि कोही पछि हुनुहुन्छ अनि आई एम भेरी ह्याप्पी। अहिले चाहिँ हामी लेट्स सी के हुन्छ। अहिले चाहिँ आई थिङ्क 30 मिनट्स चाहिँ भयो होला हिँड्नुको। ओ माई गॉड या सो दिस इज द भ्यू। कस्तो लागिरहेको छ? ओ गॉड यो के हो रे? मिनी दिपाङ। कस्तो फिल भइरहेछ हजुरलाई? एकदम टायर्ड। अनि भन्नुस् हजुरको चाहिँ कस्तो फिल भइरहेछ? फर्स्ट टाइम देखेँ मैले हाइकिङ आउँदा छाताबाट हिँड्छु। ल ए जय शम्भु शम्भु छैन जङ्गलको बिचमा बाटो हराइरहेको छौँ। कहाँ जाने थाहा छैन। यतातिर यता नि छ जङ्गलको बिचमा घरहरू यहीँ देखेछ अनि कमसेकम यता होइन त्यो एआईले बनाउने हो जङ्गल चाहिँ अहिले। एडिट फेरि हाम्रो एडिटको खर्च कति छ भन्नु नि 1 लाख एउटा भिडियोको। यस्तो यहाँबाट गए पनि हाइवेमा भेट्छ स्टोर पुग्ने हो तर यहाँबाट चाहिँ नजिक हुन्छ। नजिक जाउँ हाम्रो गाडी लिन आइसकेको छ। गएको आएको मात्रै हुँदैन। के दिन आफ्नो ओपिनियन दिनु ल आज मेरो भ्लगमा कस्तो लागिरहेको छ? नाच्न भन्दा
बस्छ हेलो आई एम द्याट वान गाई अस्तिको भिडियोमा भएको ल भन्नु ल मेरो भ्लग के भन्नु ल हजुरको भ्लग एकदम राम्रो छ कमेन्ट हान्नु कि हान्नु भएन भन्नु ल हजुर कमेन्ट हान्नु कि हान्नु भएन मैले कमेन्ट चाहिँ गरेन लाइक सब्सक्राइब सबै गरिदिएँ थ्याङ्क यू हजुरको फोटोहरू एकदम अब फेरि यो भ्लग आयो भने पनि म फेरि गर्नेवाला छु यो पालि चाहिँ सब्सक्राइब कमेन्ट सब ल हामी ओके सरी लोडेर के होला घर जानेको ब्लग अब यो स्विमिङ गर्ने जाति चाहिँ यतातिर स्विमिङ पुल छ है हाम्रो देशतिर व्हाइट पानीमा भन्नु सजिलो होला विपसा भन्नुभन्दा विपस नै भन्दा ठिक होला होइन विपासै भन्नु ध्यान गर्ने हो त्यसो भए त नाम लगाएको रिक्छ फेरि सबै ध्यान उहाँतिर गयो भने ध्यान त जानै पर्यो लेट्स गो